हेलो गाइस, अहिले चाहिँ हामी पटनालीको जङ्गलमा छौँ होइन दिदी बहिनी। यहाँनिर चाहिँ के अरे हामी चत्रै जाने लाइनमा छौँ। यो बाटो गयो भने चाहिँ सिधै हेरेर BYD गएको मलाई च्यालेन्ज बनाएको। अनि के अरे यो बाटो सिधा गयो भने चाहिँ चत्रा पुगिन्छ। यहाँनिर चाहिँ हामीले किन आएको भनेदेखि यहाँनिर एउटा अङ्कलले चाहिँ उखुको जुस बेच्नुहुन्छ होइन। उखुको जुस चाहिँ यति धेरै दामी पाउँछ, यति धेरै दामी पाउँछ कसम भनेको। मैले यहाँ यतिको मिठो उखुको जुस खाएकै छुइनँ कि म तपाईहरुलाई के रे मेरो कुरा यो विश्वास लाग्दैन होला। म वहाँ चकरहटीदेखि यहाँनिर जुस खान आउँछु कि किन आउँछु होला, बाइकको तेल खर्च गरी होइन। वहाँदेखि यस्तो गर्दिन, त्यति धेरै मिठो जुस हुन्छ क्या गाइस। तपाईहरु पनि यो बाटो हिँड्नुभयो भने यो बाटो क्रस गर्दै हुनुहुन्छ भने यो अङ्कललाई मिस नगर्नु होला। यो चाहिँ हाम्रो अङ्कल एकदम दामी बेस्ट जुस पाउनुहुन्छ होइन, भन्नेको जुस। अङ्कल हेलो, यो अङ्कलले चाहिँ के अरे कहिलेकाहीँ पैसा छैन भने बाँकी पनि दिनुहुन्छ। लास्ट टाइम म आएको थिएँ, हामी दुईजना आएको थियौँ होइन। 50 रुपियाँ मात्र पैसा थियो, नपुगेको थियो, क्यास पैसा थिएन। यो अनलाइन चाहिँ चल्दैन, सेवाहरू चल्दैन, क्यास नै चल्छ। अनि होइन खाएर जानु न, नेक्स्ट टाइम आउँदा दिनु भनेर भन्नुभएको थियो होइन। यसपालि चाहिँ म बाँकी पनि चुक्ता गर्न आएको छु है। हामी दुईजना पनि थियौँ। अङ्कलले चाहिँ दामी पाराले जुस बनाउँदै हुनुहुन्छ होइन। खासै योहरू पनि फोहोरहरू पनि छैन, नत्र त अङ्कलकोमा चाहिँ खासै त्यस्तो पनि छैन, दामी छ है। हजुरहरू अनि अङ्कलले हेर्न सक्नुहुन्छ, कागती काला नमकहरू यता सबै हाल्नुहुन्छ होइन। यहाँ चाहिँ हाम्रो बहिनी हाम्रो अङ्कलले चाहिँ सर्भ गर्दै हुन्छ जुस होइन। हालिदिनु न ल, के भन्दा नि भयो होइन। हामी चाहिँ अलिक हट गऱ्यौँ होइन, हामीलाई चाहिँ हल्का कुल चाहिएको थियो, त्यही भएर आइस होइन डबल गऱ्यौँ हामीले चाहिँ होइन। हेर्न सक्नुहुन्छ गाइस होइन, यो हो नि त नि, यो हो नि त नि, यो हो क्या गाइस। यो खानको लागि म यति धेरै तडपेको थिएँ अरे क्या। सासमा सास लाग्यो गाइस। अझै म यहीँनिर बस्छु है, बदलमा हाल्नु लानुपर्छ। यहाँ चाहिँ हाम्रो बहिनी चाहिँ पहिला मान्छेहरूले खाना खानुभन्दा अगाडि प्रे गर्थ्यो अरे क्या। अहिले चाहिँ मान्छेहरूले खाना खानुभन्दा अगाडि फोटो खिचेनन् भने चाहिँ मान्छेलाई पस्दैन अरे, त्यही भएर चाहिँ खानुभन्दा अगाडि चाहिँ फोटो नै खिच्छन्। एनिवे गाइस, हामीले चाहिँ जुस खाइसक्यो दुईजनाले होइन। बहिनी खाइसक्यो, अझै थप्ने? मलाई त भयो, मेरो त रहर मात्र हो कि धेरै खाने। म त थोरै खायो भने पनि अगाइहाल्छु, थोरै। अनि आउँदा हामीले चाहिँ बाटोमा यहाँनिर नढाको जङ्गलमा मेला लागिरहेको रहेछ। अनि त्यहाँनिर छिरेको थियौँ। अनि हामीले चाहिँ किनेर लिएर आएको छौँ। हामीले चाहिँ होइन के किनेर लिएर आएको छौँ, देसी पान किनेर लिएको छौँ। देसी जुस खायौँ, देसी पान होइन। तिनीहरू मेलामा खाना आँटेको थियौँ होइन, मेलामा चाहिँ खाएन होइन। सुरुमा जुस खाने अनि मात्र खाने, पछि फेरि मिठो हुन्न भनेर हामीले लिएर आएको छौँ होइन। यहाँ छ अब खाए ल पान। मिठो मिठै छ, कस्तो नि गाइस। यो चाहिँ मलाई अङ्कलले फ्रीमा दिनुभएको होइन। डेली कस्टमर हुनुको फाइदा यही छ होइन। मैले डेली कस्टमर भएर अङ्कलले मलाई फ्रीमा दिनुभएको। यदि हजुरहरू यो बाटो हिँड्दै हुनुहुन्छ भने यो बाटो भनेको चाहिँ यताबाट यो पटनालीको जङ्गल चत्रा लाइनतिर जाँदै हुनुहुन्छ भने चाहिँ यहाँनिर जुस खाएर जानु होला अवश्य होइन। मेरो नाम लिएर आउनुभयो भने चाहिँ हजुरहरूलाई 10 पनि छुट हुन्छ अरे ल। ओके गाइस, के गरेको